ये सब क्या है ओए चेरिका यो के हो यो आन्टी कम तारामा छैन त यो त झन् यो के हो यो तपाईहरुले को नाम भन्ने बेलाको कमेन्टमा यसको नाम भन्नु ल यो खान मिल्छ मिल्दैन यहाँ हेर्नु यस्तो छ सेम चुम्पा यस्तो धेरै छ ए ल है साथीहरु लाग्यो हामी फेरि पनि चाहिँ खोज्नको लागि तर यो वर्षको चाहिँ अन्तिम नै हुन्छ होला हाम्रो हामी 4 बजे जाने प्लान गरियो कति भागा हो र भर्खर भर्खरै पाउनु हुँदो रहेछ जाउँ ल अमिला लन्डन छ अमिला कोचोके भुत नलागोस् हामी यो हिजो पनि भुट्नु झनै मरे बाटोमा हिँड्ने खोकने के साथीमा हिँड्ने मूल बाटोमा हिँड्ने सेमे अहिलेको बुढा नपरोस् खोकेर मरेको उफ्री मरेको के भएर पानी परेर के भएर अमिलो भएको ल लाग्यो फेरि मौसम बिग्रेर यस्तो छ हेर्नु त हजुर साथीहरु यस्तो छ पानी परेको बेला हुस्स लागेर सुति बस्नु नि के पो हौ के पो खोजी हिँड्नु हौ पैसा भरे क्युआर गरिदिनु पर्छ कति ल्याउनु भएको चकलेट कस्तो राम्रो बाटोमा भेट्यौँ हामीले हुन्छ होला राम्रो छ त अदा न अदा हुने रहेछ त्यसमा छैन यसमा त छैन ला त्यहाँ पनि यहाँ त छैन होला हेर्नु त दिन त खोइ किरा पऱ्यो भने त मनै बिरक्ति जान्छ त हौ छैन किरा छैन खोइ दिनु यहाँ साग सब्जीमा त किरा खाइन्छ साग सब्जीमा त मेरो चल बोक्नु त्यो बोक्नुपर्छ त्यो पनि धुनुपर्छ कि हामी त टकटकाएर पहिले बाटोमा भेटिगयो नि यति त माथि त्यो बाटोमा पनि होला हौ यसो यो हेर्दा त त्यो एउटा घरकै त भित्ता भरि वार पर्छ नि ए यहाँ पनि छ है यहाँ पनि छ हजुर खोज्नु त आएको होला कि तर बाटोमा नदेखेको बाटोमा भेटेर जाउँ अब त्यहाँदेखि पाखा छुट्टा भाउजू यता आन्टी यता माथि आन्टी म चाहिँ यहाँबाट जानु पर्यो आमा बाफ्रे जङ्गल पछि साथीको अनुहार हेर्नु त पाइएन अब त मुढातिर ठुठा मुढातिर मात्रै आँखा कत्रो ठुलो हो यो हेरौँ न आन्टी कता यो सालको अन्तिम अब चाहिँदैन कोपिला पनि छैन आइँदैन पनि यहाँ पनि मैले भेटेँ चिउ छैन भनिदिन्छ नि रहेछ नि क्या चिउ सिजनमा पानी नपरे पनि पर्लाउने रहेछ यस्तो छ मेरो साथीहरू कहाँ म मात्रै हो यहाँ जङ्गलमा त त्यही हो साथीहरूसँग गइन्छ मेरो साथी कता आफू कता अनि फोन लगिएन भने बिजुक फोन त जसरी पनि बोक्नै पर्यो फोन लगेन भने त कहाँ गइन्छ यस्तो छ मसिनो मैले सबै लाने हो
सब सानो सब लाने हो अब यहाँदेखि म कता जाम उकालो जान्छु म यस्तो छ मसिनो मात्रै हो यो के भएर मान्छेले यति टिप्छ बाबु कि हुन्छ पनि सबै मसिनो सबै टिपेर लाने हो कस्तो विरक्त लाग्ने गरी हावा चलिरहेछ यार कस्तो हावा चलिरहेछ कि यहाँ कति धेरै चाहिँ छ कि तर कोही बिग्रेको छ कोही चाहिँ त्यो सबै बिग्रेछ यता त सब बिग्रेछ जानु पर्यो म अब मेरो साथीहरू कता फेरिदेखि टुप्पासम्म साँच्ची किन रहेछ सर्लकै नै यहाँ चाहिँ भेटियो ल कस्तो राम्रो हो यो त फेरि यस्तो राम्रो छ हजुर त्यहाँ पनि म कस्तो राम्रो रहेछ हौ यहाँ साँच्ची नै यसो चाहिँ भेट्न पाएँ कि दामी भइहाल्छ नि दुई बुढी साथीहरू कता ल सक्यो अब जान्छु म उकालो कान्टी आउँदै हुनुहुन्छ माथि कहाँ माथि 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 कराउँदै हुनुहुन्छ हावा चल्ने फेरि आज त के साह्रो कहाँ भाउजू त लाउनु हुँदो रहेछ अब फेरि हाम्रो जम्का भेट दुईजना छुटेको जम्का भेट हुँदैछ आया हावा चलेर कति राम्रो यो कटुस कति राम्रो फुलेको नि तल्लो आमौ लौ 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 ल भाउजूको जुगा पाकेछ त्यो पनि एकै ठाउँ दुइटा टेट बिहोस बनाइदिनु पो तिनटा कस्तो बुढो भइसक्यो चाहिँ हात दिन्छु ल मैले चम्ची ल्याइन ठाउँ बस्यो नि मान्छे बस्नु भएन म बसिहाल्छु नि अलिकति तल बस्दिन्छ उता आएको भाउजूको चाहिँ यो खोज होला अहिले त भुजाको मैले चम्ची निकाल्ने यो मेरो चम्ची नि मेरो खै यो त मेरो अनि यस्तो सबै सल्लाह गरेर कलेज जान्छ नि खोजेको कि फेरि जान्छ नि त चिसो भइजान्छ होला चिसो त यस्तो नराम्रो भएको ती भाइहरू नास्ता बन्दैछ है अलरेडी बनेर आएको छ है आलुको अचार माछाको पिस अरू मुस्का तिमीलाई किस सबै चढाउने भरे के भेटी लगिन्छ र भरे बोलौँ है लाप्सेको त काम छैन यहाँ खाऊ भात यो मजा पाएन क्या अहिले पाकेन क्या भात चाहियो त एकको भन्दा ठुलो यो डेढ घन्टा सानो पछि भन्नु यो हाडेको जङ्गल मुनि पछि जानु पर्ने होइन उतापट्टि एकदम भाउजूको अस्ति त्यता भन्छु भन्दाखेरि त गुराँस गएको मरिजाने हो नि के हुने पूजा लग्यो भने झन् सरक्कै हुन्छ होला माटोमा मजाले भिजेको छ नि भेट्यो भने लानुपर्छ होला मसिनो एक
मजाले माटो उयो भएको छ नि भिजेको छ नि त अनि जान्छ घर तोड्पिहाल्ने मैले यो चाप भात हेर्नु मन लाग्छ त झार्दिन होला मैले यता भात हैन यता मात्र कोटाउँदै अनि सकेछ यता सक्दिन हेर्नु भयो त मोटा ल्याउनु छ के पता भनेको हैन अरे सकिनु आट्यो तरो रहेछ क्या यो चाहिँ सकियो नि त डर हैन यो मिठो छ के चामल यो चाहिँ कसले ल्याउनु भएको आन्टीले यो सकाएपछि अहिले खानुपर्छ यो नानाको लान्टीले गरेछ यो गुन्द्रुक पनि लगाएर है अचार नपिरो बोकिएन त भात खानु थाल्यो जाडो हुनु थाल्यो है रोटे रोट रोटे रोट रोटी जानुपर्ने हामी त्यो त रोड बनाउँदा खै त्यहाँ त्यस्तो रहेछ आमा अझै पतामा भातको डल्ला निकाल्दै खान्छ त यहाँ सब्जी खानु न सब्जी लगाइसक्यो डल्ला निकालेर एउटा सबैले पिरो पिरो अचार बोकिएको रहेछ कुन चाहिँ कफी भयो सिधै चाल्यो मेरो त पिरो न पिरो थाहा नि आलु पिरो छ नि मैले आन्टीको पनि पिरो छ मेरो त्यति धेरै पिरो छैन ल यति नलागा त तोडिँदैन नि खाने कुरो हुँदैछ आन्टीले चिप्लेकेर भेटिसक्नु भयो ले खालो खानु न पानी ए पैसा छैन कसलाई खाने भनेको त आफ्नो मुखमा आउला किन पनि अर्काको बच्चा निल्नु भएको नि अब भुँडी छिटो छिटो म सक्दिनँ हौ भन्दै खानु सक्दिनँ अहिले भुरामा सबै निलेको हामीले कलल पसिगयो ल चिप्लेकेर त बियोस खाइलानु पनि खाइसकेर फेरि खोज्नु जानुभयो त हो त अनि त त्यही हो नि माउ भुँडीभित्र गएर पुल्ने खालको तपाईँ सके किरा पो खानुभयो मेनानी भएछ ब्याग बोक्ने किरा पो खानुभयो साथीहरू हामी खाजा खाएर पनि जाँदैछौँ उतापट्टि जाने एक ठाउँमा भेट्यो भने भेट्यो भेटेन भने घर जाने हावा चलेर फेरि यस्तो जाडो छ कि कस्तो राम्रो कटुस फुलेको हो यहाँ फोटो खिच्ने कार्यक्रम भइरहेछ यो कटुसको फुलमा आन्टी माथि आयो पुगिसक्नु भयो त रहेछ है यो कटुसको फुल यस्तो मन पर्यो मलाई बोकेर हिँड्नु पर्यो अब तरुण पनि खनियो यति निकालियो यो त यहाँ पनि थियो त होइन कहाँ पल्लोबाट पो छ ए माथि रहेछ माथि कस्तो राम्रो भेट्यो हौ ल यहाँ पनि मैले भेटेँ अलिकति हजुर तेरिका यसो चाहिँ राम्रो रहेछ हौ ए हजुर
टेपुम्ला अलिअलि छ हौ कता कता यस्तो चेप्टिरहेको छ अनि यता माथिल्लोपट्टि पनि छ रहेछ माथिल्लोपट्टि यहाँ माथि छ हजुर अलिअलि कता कता चाहिँ भन्ने क्रममा के भेट्यो तरुण जस्तो के हो यो के हो तरुण जस्तो यो अरे वाह क्या है ये क्या है आन्टी के हो तरुण जस्तो यो के हो यो सेम सेम तरुण छ त्यस घर तरुण जस्तो लौ के हो यो बोट चाहिँ यो छ फेरि यो बोटमा यो बोटमा धरी पनि छ त यो फेरि के हो यो पत्तै छैन अचम्म लाग्यो त यहाँ हेर्नु न होइन आउनु हेर्नु यहाँ हेर्नु आउनु भन्दा भन्दै त्यहाँ च्याउरे मलाई सपोर्ट गरेको थिएछ यहाँ हेर्नु न यहाँ बसेर हेर्नु त देखियो के हो यो चिन्नुभयो हजुर होइन यस्तो छ मुना मुना के हो यो हजुर नि कति राम्रो यस्तो तरुण जस्तो नि कस्तो बनाउँदैछ उताबाट त्यताबाट आउनु न उता मुढा पल्लोपट्टि झर्नु त उताले देखिँदैछ तल देखिँदैछ अब तल चाहिँ हो कि के हो त्यो हजुर उ तलको तर त्यो त होइन होला यो मुढा पल्लोपट्टि झर्नु त तपाईँ त्यो त च्याउने हो त्यो त च्याउने होला जस्तो लाग्यो होइन यो मुढा पल्लोपट्टि चाहिँ च्याउ देखिँदैछ क्या तपाईँ झर्नु है यो के चिज हो म त फर्स्ट टाइम जिन्दगीमा ल यत्रो वर्ष भयो यसो देखेको थिइनँ हौ सेम तरुण जस्तो 4-5 वटा पो एकै ठाउँमा त्यो मुनिको च्याउने हो त यो जाउँ न त हेर्नु के रहेछ यो चाहिँ के चिज हो आमा यो पो बरु च्याउ भन्दा राम्रो कलर देखिँदैछ त आमाङ के हो यो क्या है यो सब क्या है ओइ चेरिका यो के हो यो आन्टी कम्ता राम्रो छैन त यो त झन् यो पखानुहुन्छ नरम ने के हो यो त पखान्छ मान्छेले मिठो छ बासना यतिकै मिठो छ त अब यो चाम्रो चाहिँ हो र कस्तो राम्रो ढिकिन छ त यो त झन् होइन होला आमा कटुसमा लैजाउँ कि क्या पनि अलिकति तर मरिन्छ होला त्यही पनि रहेछ जिगा भन्दा किट सक्नु आँटिसक्यो कसरी आउनुहुन्छ त्यहाँदेखि तपाईँ चिप्लिन्छ है गम्बुट म कोसँग सुत्छु भन्छ भइहाल्यो नि साथीहरूलाई यो कटुसकोमा के को च्याउ चाहिँ भेट्यो कि त्यहाँ माथि त्यति धेरै सेतै कि म चाहिँ अझै मैले सोच्नै सकिरहेको छुइनँ त्यो कति राम्रो चाम्रे च्याउ के भन्छ जस्तो लाग्छ हो र अब कसरी आउनुहुन्छ तपाईँ चप्पल खोलेर आउनु गमोट खोलेर आउनु यस्तो गमोट यस्तो चिप्लो छ गमोट खोलेर आउनु काँडा छ है फेरि दुईटा त यहाँ पर छोडिरहेको छु नि त हेत्तेरिकन सिस्नु के यहाँ पनि यसो सेते के हो यो
खानु हुने कि नहुने च्याउहरू हो त्यो सेतो टिपेको भए भरे जिब्रो चेपाइयो भने नि त मरियो भने नि त टिप्नु 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 न के म त अझै होप्लेसै भइरहेको छु कि त्यो हेरेर नि म अथा सिस्नुले चिलेर फेरि खतम खलास भइरहेछ च्याउ भेटेको छु कस्तो अप्ठ्यारो हुन्छ भन्ने भाइ हेटेरिकाना यता यस्तो अप्ठ्यारोमा छ कस्तो छ आन्टी च्याउ रहेछ त्यो एउटा मात्रै हेटेरिकाना म त त्यहाँ माथि टिपेर यता टिपिरहेको छु चाहिँ होइन त्यहाँ माथि झल्झ खाने च्याउ किन हजुर बोक्दैछु नि माथि पनि एउटासम्म टिपेर लिएर आउनु पर्छ बाफ्रे त्यो ठुलो छ च्याउ के हो यो जङ्गलभरि तरुन जस्तो हो यो के चिज हो कमेन्ट गर्न बेला भयो साथीहरू तपाईँलाई कसलाई नाम थाहा छ यसको नाम भन्ने बेला भयो कमेन्टमा यसको नाम भन्नु ल यो खानु मिल्छ मिल्दैन यहाँ हेर्नु न यस्तो छ सेम तरुन के हो यो क्या है सब यस्तो छ हजुर चुइम्पा पनि बोकौँ चुइम्पा यस्तो धेरै छ ए होस् म लादिनँ कसरी छिर्ने होला यहाँबाट ल हाम्रो साथीहरू आउँदै हुनुहुन्छ आन्टी र भाउजू हामी निस्किसक्यौँ अब घर जाने हामी आएको नि 4-5 घन्टा भइसक्यो अब हामी चल्देको ल अब हामी साथीहरू घर लागेको यस्तो छ आज त मौसम त घाम पनि लागेको छैन हुस्सो पनि लागेको छैन यता पनि भयो रिसोर्ट देखिरहेको छ यहाँबाट रिसोर्ट लेक टारा रिसोर्ट कटुस फुलेर फेरि यस्तो राम्रो छैन यस्तो घमाइलो छैन बाफ्रे यस्तो राम्रो छैन कटुसको यस्तो राम्रो छैन कटुस फुलेर बाफ्रे पनि कटुस फुलेरै बाफ्रे कस्तो राम्रो फुलेको हो यहाँ माथि पनि झन् हजुर हेर्नु न यता यो हेर्न कति राम्रो हो यो यस्तो राम्रो छ मैले यहाँदेखि पुरा ठ्याक्कै टिकटक आएर बनाएको थिएँ यही सिजनमा ठ्याक्कै यही सिजनमा ल अब खोर घर कस्तो राम्रो फुलेर यो यसकै फल टिपेर खाएको कति होइन हामीले होइन बुढो खती र गुराँसको बोट मैले लाँदैछु यहाँ पनि रहेछ भित्तामा यहाँ पो त कस्तो राम्रो छ त यो निकाल्न सकिँदैन होला के त नहुने रहेछ कहाँदेखि हावाले ल्याउँछ नि भरे गुराँस भनेर काफल लगिन्छ काफल पनि त्यसै हुन्छ र ल यो छ एउटा सानो नमुना पत्ता मात्रै
कस्तो राम्रो भ्यू देखिरहेछ यहाँबाट यता आइतबारे मेरो साथीहरू यहाँ जाँदैछु अनि लागेको अझै घर पुग्न आधी घन्टा लाग्छ होला यो मनमा घर बनायो त्यही मोरको आनी बानीले म त रिममा बाजु भन्देऊ मलाई रिसोर्ट यहाँ छ रिसोर्ट ए रिसोर्ट हामी यहाँ छौँ कस्तो राम्रो भ्यू देखिरहेको छ अनि यहाँदेखि बस्नु कि जानु यता पारीको पनि कति घर तल तल बाइक पुग्यो यहाँ अहिले भर्खर छिरिरहेको थियो अहिले भर्खर छिरिरहेको थियो यति तल पुगिसक्यो यति तल पुगिसक्यो त मान्छेहरू नि घर पातलो छ नि त्यो यहाँ त्यो त नरेशङ्कर घर माथितिर पनि त घर 2-3 वटा हुनुपर्ने कहाँ नि बाक्लो घर देखिन्थ्यो हो नि भेनेको के त डाँडातिर पनि भयो भने दामी देखिने रहेछ के कृष्णको घर त नाम निशानै छैन हाम्रो त यता खोजी छ नि यस्तो बारी हुनुपर्ने बसेको क्या यो तपाईँहरूको हाम्रो एकै ठाउँमा हुनुपर्ने क्या यस्तो कता हुँदो गयो जुम बसेर पनि हामी लागिसक्यौँ अब ती पुग्नु छ हो गाह्रो छ हामीलाई गुराँसको फुल मुना पलाएर अहिले त राम्रो भइरहेछ गुराँस जाग्ने हो कि नजाग्ने हो पनि ल त साथीहरू हामी घर पनि आयौँ अनि हामीले त्यति चिउलिएछौँ सबैको जम्मा गर्दा यति भएछ होइन अनि हामीले आफ्नो आफ्नो भाग लाएर हामीले बोकेर घरतर्फ लाग्यौँ मेरो फुल भिडियो दिनुभएकोमा धेरै धेरै धन्यवाद